गाइज हामी चाहिँ आज माल्टामा चाहिँ घुम्न जाने हिँडेको है। हामीसँग शङ्कर सर हुनुहुन्छ, हाम्रो सर हुनुहुन्छ होइन। एक्साइटेड हो सर? एकदम पक्का ल। हाम्रो सरलाई युवाला चस्मा मन परेछ। सरलाई खै ट्राई गरेर हेर्नु कस्तो देखिन्छ। कपाल निकाल्नुपर्छ पे गर्ने। ल फाइनल्ली सरको पनि चस्मा आयो। कस्तो लाग्यो सर? रमाइलो लाग्ने? एकदम रमाइलो लागिरहेछ। होइन कस्तो लागिरहेको घुमघाम बस्दा रमाइलो भयो नि होइन? अझै हेर्नुहोस् न अगाडि के देखाउँछु म। कति मान्छेहरू उताबाट हेर्दा कस्तो भिड देखिन्छ, जति आयो उति पातलो बादल हुन्छ त के हो। रमाइलो भइरहेछ नि होइन? चस्मा साटेर नि लगाइयो। मेरो सरको चस्मा मलाई त लौरी हुने भनेदेखि मेरो बिजनेस सुरु हुन्थ्यो यतातिर होइन। चस्मा लगाउँदाखेरि अलिक लाज कम लाउँदैछ नि। अब यहाँबाट यस्तो ओह्रालो छ, यस्तो ओह्रालो छ। जसरी मेरो भ्युजमा र सब्सक्राइब ओह्रालो लागेको छ नि, त्यस्तै ओह्रालो छ है गाइस। त्यही भएर सबैजनाले सब्सक्राइब गरेर माया देखाएर मेरो सब्सक्राइब उकालो लगाउनु ल हेर्नु। तलबाट आउने कोही लामो नाक भएको बाहुन पऱ्यो भने त नाकले टेकिन्छ होला है। तर तपाईँको त सर नाकले त यहाँ छुन्छ होला यार है। नाक धरफरिएर घर पुग्दाखेरि त पुच्चो भइन्छ गर्नु पर्ने। अघि है सुब्ला हुने नि त घोरेली खेल्दै गयो नि भन्ने रहेछ नि। तर है यस्तो म्यानेज छ नि मजाले है। हाम्रो मलाई यो असनतिरको गल्ली याद आउँछ क्या देख्दाखेरि। त्यस्तै छ नि है। तर के गर्नु, यसरी हातमा मात्र हिँड्ने हाम्रो कोही छैनन् भनेर भन्न नहुने। पानी पर्न लाग्यो कि बादल लिएको होइन होला। ए चस्मा लगाएर आउनु त पाइन्छ नि। कस्तो लागिरहेछ सर? हो नि। जुस ल्याउनु पर्यो रहेछ, बल्ल यहाँ ल्याएर खाइन्छ जस्तो रहेछ। यहाँ आउनु पाइने हो कि हामी त्यतिकै आयो। यहाँबाट खस्यो भने त गइन्छ त्यहाँ। अब हामी अर्को साइडमा जानु पऱ्यो। यस्तो खालको भर्याङ, स्वर्ग जाने भर्याङ जस्तो भर्याङ चढ्नुपर्छ। हेर्नु त ढुङ्गा काटेर बनाएको रहेछ क्या, दामी छ। यस्तो भ्यू छ साइडमा, कमान छ नि। हजुर भाँची लगाइसक्यो फेरि 2 महिना सेरलाई जाँदा। हामी पनि यसमै चढ्ने भनेर आएको हो। अहिले गइसकेछ, अहिले आउँछ अनि फेरि चढ्नुपर्छ क्या। नै यस्तो वाला छैन कि अर्को फेरि मात्रै हो। हेर्नुहोस् गाइस, यस्तो यो डाँडो भनेको हाम्रो सफलताको डाँडो भन्नु अग्लो छ है। चढ्नै सकिन्न। तपाईँको डाँडो होइन कि मेरो जिन्दगीको सफलताको डाँडो। योभन्दा पनि दुःख छ। यो त के हो र त्यसको अगाडि।
ट्याप यस्तो रहेछ यो कहाँ जाने पल हो त नि हेरौँ त यो गुफा यो त के हो सर यहाँ चिन्न सकिन्छ होला है हेलो हेलो आगे बुवा पछि खाइ भनेको यस्तै होला कि होइन आगे बुवा पछि खाइ भन्छ नि हेर यस्तो पनि छ यता यस्तो पनि छ कहाँ जाउँ जाउँ त जाउँ कहाँमा हो अब यहाँ यस्तो सिँढी छ यो सिँढी चढ्न कति टाइम लाग्ने गर्नुमै कति छ 1 2 3 4 5 6 7 8 9 11 12 13 14 15 16 17 18 19 20 यहाँ आयो बल्ल 21 22 23 25 26 27 28 29 30 32 33 34 35 36 सिँढी पनि 36 वटा खाएर कस्तो डर लाग्दो पुल यार सबै यस्तो छ त यहाँ त तल त यहाँ तल गयो भने चाहिँ कति गहिरो हो त यार निलै छ त यार पुल भन्दा नि उता खोजेर मन्दिर गुफा गरी खुपी राखेर गाइस हेरौँ एडभेन्चर भनेको यस्तो यस्तो राम्रो छ यो भ्यालेटाको पछाडिपट्टिको ठाउँ हो तपाईँहरू मालदामा बस्ने मान्छे आउनुहुन्छ भने आइसक्नु भयो होला यहाँ जानु मिल्छ होला है जान सकिन्छ होला है गाई जाँदा माल्टामा आएको होइन सन्दीप चाहिँ एकदम रिक्स लिएर उहाँ जानुभएको छ एकदम ठिकै रमाइलो भइरहेको छ आजको छुट्टी बारेर हामीले घुम्न आएको तारे भिर पर्नु पर्यो फिर कहाँ छ देखाइदेऊ यही हो तारे भिर यही हो तारे भिर गाइस कहाँ छ देखाइदेऊ अल्को तारे भिर भनेको यही हो कसलाई यो तारे भिर चाहिएको यही हो तारे भिर देख्न सक्नुहुन्छ समुद्र एकदम पौडी खेल्ने गयो इच्छुक हुनुहुन्छ आउनु होला हेर्नु एकदम शान्त सुन्दर आफ्नै तालमा बगिरहेको छ हेर्नु गाई चाहिँ उति पर छ होइन त्यही त नि कि तर गर्नु म यो वाट टुप्पामा पुगेर आउँछु हेर्नु है त बाटो साँगुरो छ तै पनि एकदम रिक्स सन्दीपले चाहिँ रिक्स लिए नाम भन्छ भनेर माउन्टेन ड्यू पिएर गएका छन् माउन्टेन ड्यू रिक्स लिए नाम भन्छ यिनी चाहिँ माउन्टेन ड्यू पिएर भर्खरै रिक्स लिएका छन् देख्न सक्नुहुन्छ सन्दीप भण्डारी देख्न सक्नुहुन्छ एकदमै रमणीय वातावरण छ एकदम राम्रो सुन्दर ठाउँ गएको छ संदीप से फंस गया है रेस्क्यू करना चाहिए देखो आ गया वो फाइनली देख्न सक्नुहुन्छ कहाँ छ देखाइदियो अल्को तारे भिर भनेको यही हो अहिले हामी उता ढुङ्गामा चढ्यो गाई हावा एकदम छाल तपाईँहरू पनि मेरो भिडियोमा लाइक र कमेन्टको छाल यस्तै ल्याइदिनु त गाइस जान यदि म लक्की छु भने मेरो पछाडि छाल आउँछ गाइस हेर त कति बेर आउँछ आएन त्यो त कति आयो यार यता कति राम्रो आयो यार यतातिर त आउँछ पक्का ल इफ आइम गट लक्की त्यो छाल आउँछ है मतिर ए यार म जता जान्छु त्यो छाल भाग्छ त यार भाग्य छैन कि जता जान्न त्यता आउँदा ओइ हिँड्दिन
त्यहाँलाई मैले छालै देखाइदिएको छु छाल छाल पनि आउँछ हे भगवान् त्यो सिँढी त बायाँ कासमा कति गरी हो कति उकालो हो अब चाहिँ हाम्रो ठ्याक्क भ्लग सकिने बेला भयो हामी जहाँबाट गएको थियौँ त्यहीँनिरबाट हामी आइपुग्यौँ अब चाहिँ भ्लगलाई एन्ड गर्नुपर्ने हुन्छ गाइज है त सबैजनाले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब चाहिँ गरिदिनु है त मेरो मेहनतलाई थोरै थकेला होइन